भीमपुर चौक ये हेर्नु भीमपुर चौकको नजारा बर्जु 2 भीमपुर चौक यो भीमपुर चौकको नजारा यो शिवको घरको बाटो केसलिया रोडको बाटो हो मेन बाटो चिम्री बजार जोड्ने बाटो हो यो चिम्री भट्टी मोड जाने बाटो हो यो हेर्नु यहाँ मेला लागेको थियो यो हेर्नु आज कस्तो छ यो एकदम आजको न्युजमा भन्नु है हामी आएको थिए यहाँ हेर्नको लागि अब हामी कसरी जाउने आफै गाह्रो छ यहाँ हेर्नु सबैको घरमा पानी छिरिसकेछ मान्छेहरू कसरी बाँच्छ तब पनि पानी रुकेको छैन धेरै गाह्रो छ यता अब हामी घरतिर लागेको हो अब हामी घरतिर गएको मौसम एकदम तनाव छ वर्षा भइरहेछ पानी एकदम भरिरहेछ फुलाफुल यहाँ हेर्नु भरजाङको पानी हुँदैछ मेरो दाजुको यति पानी छ यहाँ पानीमा हिँड्न धेरै गाह्रो छ यहाँ हेर्नु घर मान्छेको घर डुबिसक्यो पानी मान्छे कसरी बच्छ दोकान थियो पसल थियो यहाँ हेर्नु पसलमा पानी छिरिसक्यो पसलको सबै सामान नष्ट भइसक्यो यहाँ हेर्नु भरजाङको पानी हुँदैछ हजुर यहाँ हेर्नु स्कुलको बसको अवस्था यहाँ स्कुल थियो स्कुल हो यहाँ हेर्नु यहाँ हेर्नु है यहाँ हेर्नु मेरो साइकल डुबिसक्यो यहाँ हेर्नु स्कुलमा पुरै पानी छिरिसकेछ यहाँ हेर्नु भरजाङको पानी हुँदैछ है ए वो चाहिँ कुछ न यहाँ हेर्नु मेरो साइकल पुरा डुबिसक्यो यो भीमपुर चौकको बाटो केसलाई यो चिम्री जाने बाटो यता भट्टीमोड जाने बाटो विराटनगर अनि यता हेर्नु यहाँ हेर्नु भरजाङको पानी हुँदैछ यहाँ हेर्नु पक्का घरमा पनि पानी छिरिसक्यो यहाँ हेर्नु मेरो दाजु गइरहेछ यहाँ हेर्नु पानी त लास्टै बढेछ यहाँ थाहै लाग्दैन यो खोलाको नाला कुन हो बाटो कुन हो यहाँ अन्जान मान्छे आयो भने हराउँछ गइहाल्छ यता जानुको हुन्छ उसलाई बाटोमा गइहाल्छ त्यो नालामा